हेलो गाइस, आज चाहिँ हाम्रो घरको पसलको टुर गराउँदैछु है म तपाईँहरूलाई। यहाँनिर चाहिँ मम्मीले रोटी पकाउनु भएको थियो क्या, त्यहाँ राख्नुभएको छ है। अनि हाम्रो सामान त धेरै केही पनि छैन, थोरै छ है। तर पनि यसको लागि तपाईँहरू पनि केही चाहियो भने यसो चाउचाउ खाजासाजा खानाको लागि केही चाहिन्छ भने आउनु होला है। यसको लोकेसन चाहिँ यहाँदेखि सिधा हाम्रो घर चाहिँ यो भइहाल्यो होइन, यो हाम्रो घर भइहाल्यो। अनि यहाँदेखि टक्कसँगले उताबाट आउँदाखेरि दाहिने साइडमा छ है त हाम्रो घर, हाम्रो पसल। अनि सिधा यो बाटो सुर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 ु यो बाटो सिधै आएर यहाँ पसल छ टक्कसँगले। अनि फेरि डोरामारी जाने बाटो सिधा यता छ होइन, डोरामारी सिधा त्यहाँबाट आएर टक्कसँगले यहाँ सामान के पाउँछ, अलिअलि के पाउँछ खै मलाई पनि थाहा छैन के पाउँछ, धेरै सामान त पाउँदैन। आउनुहुन्छ भने आएर सामानहरू केही बच्चा बच्चीलाई स्कुलको सामग्री चाहिन्छ भने पनि छ है, सानो सानो कपीहरू के चाहिन्छ भने पनि पाउँछ। अनि पेन्सिलहरू, डट पेनहरू, यसो टक्क टक्क मसला ससला, खोर्सानी सर्सानी, भुजिया सुजिया, बिस्किट सिस्किट सबै त पाउँछ। अनि त्यहाँदेखि यहाँको चाहिँ दोकाने दाजु चाहिँ यहाँ हुनुहुन्छ, यहाँ बस्नुहुन्छ उहाँ चाहिँ। दादा हेलो भन्नु न, दाई यहाँ पसलमा के पाउँछ प्लिज अलिकति भनिदिनुहोस् न डिटेल्समा। ओ दाई, यी दाई फेरि कति लजाउनुहुन्छ, पसलमा बस्ने चाहिँ उहाँ नै हो होइन। अनि अब अलिअलि यो पुर्की पनि बस्छ है त।